शेयर बजारमा लगानी गर्ने सोच छ भने सबैभन्दा पहिलो र सायद सबैभन्दा ठूलो प्रश्न यही आउँछ, यति धेरै कम्पनीहरू छन्, कुन चाहिँ स्टक किन्ने? यो नै हो हरेक नयाँ लगानीकर्ताले सामना गर्ने मुख्य चुनौती। हो, बजारमा त हजारौं स्टकहरू छन्, तर ती हजारौंको भिडमा त्यो एउटा सही स्टक कसरी छान्ने त? ल, आज हामी यही गुत्थी सुल्झाउने कोसिस गर्नेछौं। स्टक छनौट गर्ने मुख्यतया दुईवटा तरिकाहरू छन्, भनौँ न दुई फरक धार। एउटा हो फन्डामेन्टल एनालिसिस, जहाँ कम्पनीको जग त्यसको स्वास्थ्य कतिको बलियो छ भनेर हेरिन्छ, अनि अर्को चाहिँ हो टेक्निकल एनालिसिस, जहाँ स्टकको मूल्यको उतार चढावलाई चार्टमा हेरेर निर्णय लिइन्छ। यसो सोच्नुस् न, यी दुईका बजारलाई हेर्ने फरक फरक चस्मा जस्तै हुन्। ल, अब पहिलो तरिकामा डुबुल्कीमा रौँ, द फन्डामेन्टल डिटेक्टिभ। यो तरिका अपनाउने लगानीकर्ता एक किसिमले जासुस जस्तै हो, जसको काम हुन्छ कम्पनीको भित्रभित्रै पसेर त्यसको वास्तविक मूल्य के हो भनेर पत्ता लगाउनु। फन्डामेन्टल एनालिसिस भनेको सीधा भाषामा भन्नुपर्दा कम्पनीको पूरा एक्सरे गरे जस्तै हो। यसमा कम्पनीको व्यापार कस्तो छ, कुन उद्योगमा छ, अनि देशको समग्र अर्थव्यवस्था कस्तो छ, यी सबै कुराको विश्लेषण गरेर त्यसको वास्तविक मूल्य वा इन्ट्रिन्सिक भ्याल्यु निकालिन्छ। मतलब बजारमा जतिसुकै भाउ चले पनि त्यो कम्पनीको साँचो औकात कति हो भनेर खोतलिन्छ। यो तरिका खास गरी लामो समयको लागि लगानी गर्नेहरूले अपनाउँछ। अनि रमाइलो कुरा के छ भने नि, यी फन्डामेन्टल जासुसहरू पनि दुई किसिमका हुन्छन्। पहिलो ग्रोथ इन्भेस्टर, जसले कम्पनीको चम्किलो भविष्यमा दाउ लगाउँछन्, अनि दोस्रो भ्याल्यु इन्भेस्टर, जसले चाहिँ आजको दिनमा सस्तोमा पाइरहेको राम्रो कम्पनी खोज्छन्। ग्रोथ इन्भेस्टरहरूलाई भविष्यद्रष्टा भन्दा पनि फरक पर्दैन। उनीहरू त्यस्ता कम्पनीहरू खोज्छन् जसमा भविष्यमा एकदमै ठूलो वृद्धि हुने सम्भावना देखिन्छ। कम्पनीले अहिले नाफा नकमाए पनि केही फरक पर्दैन, यदि त्यसको बिक्री ह्वात्तै बढिरहेको छ र कुनै नयाँ गजबको प्रविधि वा उत्पादन ल्याउँदैछ भने उनीहरू लगानी गर्न हिचकिचाउँदैनन्। उनीहरूको विश्वास के हुन्छ भने यही नयाँपनले पछि गएर स्टकको मूल्यलाई आकाश छुवाउँछ। अर्कोतिर भ्याल्यु इन्भेस्टरहरू भनेका चाहिँ बार्गेन हन्टर हुन्, मतलब सस्तोमा राम्रो चिज खोज्ने। उनीहरूको लक्ष्य हुन्छ उत्कृष्ट कम्पनीहरूलाई एकदमै राम्रो मूल्यमा, भनौँ न छुटमा किन्नु। उनीहरू त्यस्ता स्टकहरू खोज्छन् जुन आफ्नो वास्तविक मूल्यभन्दा कममा कारोबार भइरहेको छ। यसका लागि उनीहरूले के हेर्छन् त? कम P/E अनुपात, मतलब कम्पनीको कमाईको तुलनामा मूल्य सस्तो छ कि छैन, अनि राम्रो लाभांश दिन्छ कि दिँदैन, यस्तै कुराहरूमा ध्यान दिन्छन्। ल, अब दोस्रो तरिकातिर लागौँ, द टेक्निकल चार्ट रिडर। यहाँ चाहिँ कम्पनीको भन्दा पनि बजारको मनोविज्ञान बुझ्ने कोसिस गरिन्छ, त्यो पनि मूल्य र कारोबारको मात्रा हेरेर। खरिदकर्ता र बिक्रीकर्ताले के सोचिरहेका छन् भनेर डिकोड गर्ने काम हो यो। टेक्निकल एनालाइसिस एउटा एकदमै सरल तर शक्तिशाली मान्यतामा टिकेको छ। स्टकको मूल्यले नै सबै कुरा बताउँछ। यसको मतलब के हो भने कम्पनीको बारेमा जति पनि सार्वजनिक जानकारी छ, चाहे त्यो राम्रो होस् वा नराम्रो, त्यो सबै मूल्यमा पहिले नै पचिसकेको हुन्छ। त्यसैले कम्पनीको ब्यालेन्स शीट पल्टाएर समय खेर फाल्नु जरुरी छैन भन्ने उनीहरूको तर्क छ। त्यसैले टेक्निकल एनालिसिस एउटा यस्तो विधि हो जसले कम्पनीको वित्तीय स्वास्थ्यलाई एकछिन साइड लगाएर स्टकको चार्टमा देखिने ढाँचाहरू अर्थात् प्याटर्नहरू खोज्छ। यसले भविष्यमा मूल्य कता जाला भनेर अनुमान लगाउन मूल्य र कारोबारको मात्रा, यानि कि प्राइस एन्ड भोल्युमको प्रयोग गर्दछ। सामान्यतया यो छोटो अवधिका ट्रेडहरूको लागि बढी लोकप्रिय छ। एक प्राविधिक विश्लेषकले सामान्यतया 3 चरणको प्रक्रिया अपनाउँछ। स्टेप 1 स्टक स्क्रिनिङ, प्राविधिक मापदण्डको आधारमा सम्भावित स्टकहरूको एउटा लिस्ट बनाउने। स्टेप 2 चार्ट स्क्यानिङ, त्यो लिस्टबाट चार्टहरू हेरेर कुन स्टकमा किन्ने राम्रो मौका छ भनेर खोज्ने। अनि स्टेप 3 ट्रेड सेटअप गर्ने, जहाँ अन्तिम छनौट गर्नको लागि विस्तृत विश्लेषण गरिन्छ। सिद्धान्तको कुरा त धेरै भयो, अब यसलाई व्यवहारमा कसरी लागू हुन्छ भनेर हेरौँ, हैन त? ल, मानिलिउँ बजारमा 2800 वटा स्टकहरू छन्। अब यत्रो भिडबाट एउटा उत्कृष्ट स्टक कसरी छान्ने होला त? आउनुहोस् यो प्रक्रिया सँगै हेरौँ। यो चार्टले स्क्रिनिङको शक्ति कस्तो हुन्छ भनेर प्रश्न देखाउँछ। हेर्नुहोस् त, हामीले लगभग 2800 स्टकहरूबाट सुरु गरेका थियौं, तर जब हामीले एउटा सामान्य फिल्टर मात्र लगायौं, जस्तै ए वा बी रेटिङ पाएका कम्पनीहरू मात्र हेर्ने भनेर, हाम्रो सूची त एकैचोटि घटेर 814 मा झर्यो। कति सजिलो भयो।
अब यो 814 को सूचीलाई अझै छरितो बनाऊ। यसमा हामीले थप 3वटा भ्याल्यु मापदण्डहरू लागू गर्यौं। पहिलो, राम्रो लाभांश दिने। दोस्रो, आफ्नो कमाईको तुलनामा मूल्य सस्तो भएको। र तेस्रो, आफ्नो वास्तविक सम्पत्तिको मूल्यभन्दा पनि कममा कारोबार भइरहेको। यति गर्ने बित्तिकै हाम्रो सूची घटेर जम्मा 25वटा सम्भावित स्टकमा सीमित भयो। हेर्नुहोस् त, 2800 बाट 25 मा कति व्यवस्थित भयो हैन? ल, अब हामीसँग फन्डामेन्टल रूपमा बलिया 25 कम्पनीहरूको सूची छ। अब पालो आउँछ टेक्निकल एनालिसिसको, जसले हामीलाई कहिले किन्ने भनेर सही समय पत्ता लगाउन मद्दत गर्छ। ल, मानिलिउँ हामी अन्तिम 2 उम्मेदवारहरू स्टक ए र स्टक बी को तुलना गर्दैछौँ। यसको लागि हामी स्टोकास्टिक ओसिलेटर भन्ने एउटा प्राविधिक औजार प्रयोग गर्नेछौँ। यसलाई स्टकको ज्वरो नाप्ने थर्मोमिटर जस्तै सम्झिँदा हुन्छ। यसले स्टकको मूल्य कति तातेको छ वा कति सिलाएको छ भनेर देखाउँछ। भन्नुको मतलब यो धेरै महँगो यानि ओभरबट भइसक्यो कि धेरै सस्तो यानि ओभरसोल्ड भइसक्यो भनेर पत्ता लगाउन मद्दत गर्छ। यो थर्मोमिटर पढ्न पनि एकदमै सजिलो छ। यदि यसको अङ्क 80 भन्दा माथि गयो भने स्टक ओभरबट वा धेरै तातेको हुन सक्छ, जसको मतलब बिक्रीको चाप आउन सक्छ। अनि यदि अङ्क 20 भन्दा तल झर्यो भने स्टक ओभरसोल्ड वा धेरै सेलाएको हुन सक्छ, अर्थात् खरिदको राम्रो अवसर हुन सक्छ। अब अन्तिम 2 स्टकको पछिल्लो दिनको प्रदर्शन तुलना गरौँ। स्टक एमा केही कमजोरी देखियो। यसको मूल्य अघिल्लो दिनको उच्च बिन्दु पार गर्न सकेन र कारोबार पनि सुस्त थियो। यसको स्टोकास्टिक सूचकले पनि कुनै सकारात्मक सङ्केत दिएन। तर अर्कोतर्फ स्टक बीले चाहिँ निकै राम्रो प्रदर्शन गर्यो। यसको मूल्य बढ्यो, त्यो पनि औसतभन्दा बढी कारोबारका साथ। साथै यसको स्टोकास्टिक सूचकले पनि 2 लाइनहरू क्रस गरेर किन्ने बेला भयो भन्ने सङ्केत दियो, जुन एक बलियो बुलिश साइन मानिन्छ। त्यसैले प्राविधिक विश्लेषणको निष्कर्ष एकदमै स्पष्ट छ। स्टक बीले बढी बल र खरिदकर्ताको विश्वासको सङ्केत देखाउँछ। अन्तमा सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ। यो 2 विधिहरू एकअर्काका प्रतिस्पर्धी वा शत्रु होइनन्। यिनीहरूलाई फन्डामेन्टल विरुद्ध टेक्निकल होइन, बरु फन्डामेन्टल र टेक्निकलको रूपमा हेर्नुपर्छ। यहाँ एउटा शक्तिशाली संयुक्त रणनीति छ जसले दुवैको राम्रो पक्षलाई उपयोग गर्छ। पहिलो चरण, के किन्ने? यो प्रश्नको उत्तरका लागि फन्डामेन्टल एनालाइसिस प्रयोग गर्ने, जसले उत्कृष्ट कम्पनीहरू फेला पार्न मद्दत गर्छ। र दोस्रो चरण, कहिले किन्ने? यो प्रश्नको उत्तरका लागि टेक्निकल एनालाइसिस प्रयोग गर्ने, जसले सही समयमा बजारमा प्रवेश गर्न मद्दत गर्छ। तर एउटा कुरा याद राख्नुहोला, यी केवल औजारहरू हुन्, कुनै जादुको छडी होइनन्। स्रोतबाट एउटा एकदमै महत्त्वपूर्ण सल्लाह छ। आफ्नो घाटा सानो राख्नुहोस् र अर्को दिन ट्रेड गर्नका लागि जीवित रहनुहोस्। बजारमा लामो समयसम्म टिक्नका लागि अनुशासनभन्दा ठूलो कुरा केही हुँदैन। अब लगानीको नक्सा हातमा छ। अब कुन बाटो पहिले अन्वेषण गर्ने त?